आज पूर्वेली कविताहरूमा प्रशस्त गाइएका तर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेख्न नभइएका पृथ्वीको स्वर्गको वर्णन सुनाउँछु तपाईहरुलाई। आज पूर्वेली कविताहरूमा प्रशस्त गाइएको तर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेख्न नभइएको पृथ्वीको स्वर्गको वर्णन सुनाउँछु तपाईलाई। जाबो मरुभूमि लास भएका जुवा खानाहरूको प्रसार गरेर 100 मिलियन पर्यटक भित्राइदिन्छ अमेरिकाले। हामीले भने लाइट अफ एसिया गौतम बुद्ध जन्मेको लुम्बिनी समेत संसारलाई चिनाउन सकिनौं। जब मरुभूमिको लास वेगसका जुवा खानाहरूको प्रचार गरेर मिलियन्स अफ पर्यटक भित्राइदिन्छ अमेरिकाले, अनि हामीले लाइट अफ एसिया जन्मेको लुम्बिनी समेत संसारलाई चिनाउन सकेनौं। धरान र भेटारको तापक्रम फरक दूरी 25 डिग्री रहोस्, फेवा र पाताले छुएको जम्मा दूरी 7.4 मिटर रहोस्। 365 दिन वर्षका त्योभन्दा मेला अरे पर्व विश्वकै प्रसन्न हुने देवतुल्य मान्छेहरू हामी। 365 दिन वर्षका त्योभन्दा बढी पर्व मेला र जात्रा अरे विश्वको सबभन्दा प्रसन्न हुने देवतुल्य मान्छेहरू हौं हामी। अरे यार, 3 पानी चखाइदिउन पाउनलाई अमेरिकन ककटेल नलाग्दा नेपाल झलझल याद आओस्। सट्टामरी चखाइदिउँ इटालियन पिज्जाको स्वाद भुलाइदिउँ। अरे 3 पानी चखाइदिउन पाउनलाई अमेरिकन ककटेल नलाग्दा नेपाल झलझली याद आओस्। सट्टामरी चखाएर इटालियन पिज्जाको स्वाद भुलाइदिउँ। दर्शकवृन्द नमस्कार। यति बेला म तपाईहरुको साथमा इन्द्र बुढाथोकी भने मैले आज एकदमै क्षमतावान व्यक्ति लिएर आएको छु। उहाँको परिचय उहाँ आफैले दिनुहुनेछ। नमस्कार, मेरो नाम बसन्त सुनार। दर्शकवृन्द, उहाँले आज के गर्नुहुन्छ भन्ने म तपाईहरुलाई भन्न गइरहेको छु है त। रमेश परसाईको भोइसमा उहाँले 5 मिनेट 35 सेकेन्डको भोइस छ है। 5 मिनेट 35 सेकेन्डको भोइस छ। रमेश परसाईले जे शब्द बोल्नु भएको छ, जसरी बोल्नु भएको छ, उहाँले कति पनि स्टप नभएर सरसर्ती भन्न सक्नुहुनेछ। उहाँसँग यस्तो प्रतिभा रहेको छ। ल सुनौँ उहाँको प्रतिभा, उहाँको बोल्ने शैली, अनि उहाँले रमेश परसाईले बोल्नुभएका हरेक शब्दहरूलाई छुटाउनु हुनेछ या हुने छैन हेर्न बाँकी नै छ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। ल सुरु गरौँ। आदरणीय जुरी तथा प्रिय मित्रहरू, आज पूर्वेली कविताहरूमा प्रशस्त गाइएका तर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेख्न नभइएका पृथ्वीको स्वर्गको वर्णन सुनाउँछु तपाईहरुलाई। 1,47,181 वर्ग किलोमिटर भित्र 864 जातका जडीबुटी, 900 जातका पन्छी, 181 जातका स्तनधारी मान्छे भित्र पनि 126 जात जातिका ती फरक रीति अनि संस्कृति, दुल्लुदेखि विजयपुरसम्मका सांस्कृतिक सम्पदाहरू ब्रह्माण्डमा अन्त कतै छन्। साक्षात स्वर्ग होइन यो पुरै पृथ्वीमा, यो पुरै भूगोलमा मलाई एउटा त्यस्तो मात्र स्थल देखाइदिनुहोस् जहाँ समुद्र सतहदेखि 8,848 मिटरको सगरमाथा जम्मा 200 मिटरको दूरीमा अवस्थित रहोस्। धरान र भेटारको तापक्रम फरक दूरी 25 डिग्री रहोस्, फेवा र पाताले छुएको जम्मा दूरी 7.4 मिटर रहोस्। 365 दिन वर्षका त्योभन्दा मेला अरे पर्व विश्वकै प्रसन्न हुने देवतुल्य मान्छेहरू हामी। अनि कुहाउँदैन मोदय देवीस्थल हेर्न, स्वर्ग हेर्ने इच्छा कसलाई हुँदैन। विडम्बना, जाबो मरुभूमि लास भएका जुवा खानाहरूको प्रसार गरेर 100 मिलियन पर्यटक भित्राइदिन्छ अमेरिकाले। हामीले भने लाइट अफ एसिया गौतम बुद्ध जन्मेको लुम्बिनी समेत संसारलाई चिनाउन सकिनौं। परिणाम, आज उत्तर प्रदेशको पिपर हावामा नयाँ लुम्बिनीको निर्माण हुँदैछ। पशुपतिनाथको पवित्रता हेर्न आएको पर्यटक बागमतीको दुर्गन्धले बान्ता गर्दै फर्कन्छ। बुद्धको देश हेर्न आएको पर्यटक विमानस्थलबाटै ब्याग चोरी भएपछि के सन्देश लिएर जान्छ? के 2014 मा आएकी ती अमेरिकी युवती होटल व्यवसायबाट बलात्कृत भएर साप्ताहिक पत्रिकामा छापिन आएकी थिइन्। रिल्याक्स गर्नका लागि आउँछ पर्यटक। विडम्बना हो, हामी विभिन्न प्रकारका मेला महोत्सव र कार्यक्रमहरूको आयोजना गरिरहेका छौँ र त्यहाँ पनि विदेशी रक्सीको समायोजन गरिरहेको हुन्छ। अरे यार, 3 पानी चखाइदिउन पाउनलाई अमेरिकन ककटेल नलाग्दा नेपाल झलझल याद आओस्। सट्टामरी चखाइदिउँ इटालियन पिज्जाको स्वाद भुलाइदिउँ। अनि ती वितिथिहरूको समीक्षा गरिरहँदा मोदय कति पटक चरियो चन्द्रागिरी र धौलागिरी। युरोप टुरका तस्बिरले सामाजिक सञ्जाल भरियो। कहिले डुबुल्की लगायौँ राराको पानीमा। आउनुहोस् प्रिय पश्चिमका मित्रहरू, बिदा मनाउन बरा क्षेत्र आउनुहोस्। हामी पूर्वेलीहरू पनि तानसिन र बड हिमालिका पुगौँला। एक अर्काको भव्य र सत्य गर्दै संसारलाई सिकाइदिउँ। जय अतिथि देव भव। धन्यवाद। पक्कै पनि तपाईँले भनेको शब्द कुनै पनि छुटेको छैन? हजुर, एउटा पनि छुटेको छैन। जुन भिडियो छ, यो भिडियोको लिङ्क पनि म तपाईँलाई छोडिदिनेछु। पक्कै पनि
कुनै शब्द छुटेको छ कि छैन तपाईँहरूले पनि सुन्न सक्नुहुनेछ र तपाईँहरूले यदि छुटेको छ भने पनि छुटेको छ है भनेर कमेन्ट गर्नुहोला, छैन भने पनि छैन है भनेर कमेन्ट गर्नुहोला। भिडियो मन पर्यो भने उहाँको शब्द बोल्ने शैली होइन तपाईँलाई के मनपर्छ के मन पर्दैन तपाईँहरूले सल्लाह सुझाव दिन सक्नुहुनेछ, कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। र यदि भिडियो मन पर्यो भने हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला हाम्रो सरको युट्युब च्यानललाई, सबैले माया गरिदिनु होला। धन्यवाद। पक्कै पनि अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला र छेउमै रहेको बेल आइकनलाई थिचिदिनु होला र अलमा पनि थिचिदिनु होला। धन्यवाद। तपाईँलाई धेरै धेरै धन्यवाद। एकदमै धन्यवाद मलाई चाहिँ तपाईँको युट्युब च्यानलमा इन्टरभ्यू दिने अवसर दिएकोमा। पक्कै पनि हाम्रो दर्शकवृन्द हुनुहुन्छ, उहाँले अझै अर्को भोइस अरू कुनै शब्द सुनौँ है भन्नुभएछ भने कमेन्ट गर्नुभएछ भने तपाईँलाई म फेरि बोलाउँछु। ल धन्यवाद। आजलाई धन्यवाद। हस् त दर्शकवृन्द नमस्कार। अहिले हामी अब तपाईँहरूबाट छुट्टिन चाहन्छौँ। फेरि पनि अर्को बसाइमा अर्को श्रृङ्खला अर्को भिडियो लिएर उपस्थित हुने नै छु। म इन्द्र सङ्गीत बुढाथोकी अहिलेलाई बिदा हुन्छु। हस् त धन्यवाद।